guys and welcome back to our live our channel है हामी चाहिँ आइसक्यौँ भन्दा नि हामी जान लाग्यो क्या नगरकोट विकेशको बर्थडेमा भन्दै त रातोरात आज हामी रातोरात जाँदैछौँ नगरकोट वाउ ल्यान्डी बाबु हामी रातोरात जाँदैछौँ नगरकोट यो विकेशको बर्थडेमा यो मेमोरी हुन्छ यो याद गर्नु होला We are going नगरकोट हेर्नु पऱ्यो के गर्नु अब डाँडा काँडा हिमाल सिमाल नदेखिकन त अब दिनै कटाए जस्तो लाग्दैन मलाई त्यही कारणले म आज नगरकोट जाँदैछु म सँगसँगै मेरो यहाँ ड्राइभर हुनुहुन्छ सुशील के गर्नु बाटो अगाडि दुईजना गइसकेको छ रोहित र कालुमान तामाङ यो बाटो हेर्न सक्नुहुन्छ ल अहिले चाहिँ हामी साखुको रोडमा यात्रा गर्दैछौँ आउँदैछ यात्रामा हामी यहाँ जाँदैछौँ यात्रामा यहाँ कालुमान तामाङहरू आउँदैछौँ यसै गरी हामी जाँदैछौँ हाम्रो साथमा हुनुहुन्छ कालुमान तामाङ के गर्नु हाम्रो कालुमान तामाङले चलबोल हानेको अवस्था छ यहाँ भाग्यो मुर्दारहरू अगाडि चेकिङ त छैन ल एकाउन्न पाउन्न है यसरी हिँड्न पनि पाउन्न अब के गर्नु त छोडी छ त हिँड्छ त अब मुर्दारहरू यही हो हामी साली नदी आइपुगिसक्यो गाइस अब भ्लग हुँदा हुँदै साली नदी आइसकेको छ अनि के बोल्दा छ मलाई पनि थाहा छैन बर्थडे भ्लग के भ्लग बर्थडे भ्लग अघिदेखि भनेछौँ है हामी चाहिँ अब यहाँ आधी बाटो पुगिसक्यो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ भ्यू है कस्तो देखिरहेको छ होइन आउँदा आएर देखिरहनु भएन होला पछाडि हाम्रो दोस्त छ गाडीले अब ऱ्याक गर्ने भयो होइन हामी चाहिँ यस्तो गर्छ गाडीले के गर्नु खोज्यो हो बुझ्दैन होइन हामी त यसरी गइरहेछौँ होइन अनि किन हो त्यो गरिरहेको केटाहरूले त्यो पनि थाहा छैन होइन राति नबजा जङ्गलमा देखाएको गाइज है अब हल्का त्यहाँ गाइज है फेरि पनि ब्याक भइसकेको छौँ है बिस्तारै जाँदैछौँ हामी जङ्गलको बाटो त्योहरू अगाडि गइसक्यो किनभने हामी आरामले जान्छौँ गाइज होइन किनभने जिन्दगी भनेको होइन धेरै बाँकी छ क्या गाइज बुझ्नु भएन टुल्लुको बारेमा भनेको क्या मैले ठुल्लु के अरे त्यसको नाम के अरे टिकटक टुल्लु बेबीको बारेमा भनेको क्या गाइज गाइज है हामी चाहिँ भ्लग हान्दै जाउँ गाइज अगाडिबाट गाडी आएर छ अरू के हुन्छ मलाई थाहा छैन हामी अब अझै बाँकी नै छ गाइज है अहिले हामी त्यहाँ ल गाइज हामी आइसकेको छौँ है सर्ट ब्रेक यस है त कालु वान यो त हामी सर्ट ब्रेक 2 3 एउटा पिक्चर खोइ है त अनि यहाँ 4 है त अब हामी यहाँ कता उता 5 6 अब हामी अब सुसु गर्छौँ है अब अहिले चाहिँ है त गाइज अब चाहिँ हामी खाना झरेको अवस्था यस के हो नि हामी अब यता खाना आइसकेको छ होइन के भनिदिनुहोस् त्यहाँ पनि सोध्नुहोस् यो गाइज यस्तो चिसोको बेला पनि हजुरहरूलाई यो गाइज यस्तो चिसोमा जिन्दगी कहिले घाम कहिले पानी कहिले आगो कहिले पानी भन्छ अब यो सक्दैन होइन त्यस्तै सिस्टिममा हामी नगरकोटको डाँडामा आइपुगेछौँ एक खुसी मेरो हात यस्तो चिसो भइरहेको छ कि त्यही पनि म हजुरहरूको लागि एउटा भिडियो सानो छोटो क्लिप बनाउँदैछु कि त्यही भएर सबैले माया गर्नु ल हाम्रो डगी है डगी योहरू त के पनि देख्नु भएको छैन होला है पनि मलाई हेरेरै चित्त बुझाउनु
के गर्नु छ र अब जिन्दगीमा होइन मरिलानु के नै छ र त्यही भएर घमण्ड नगर्नु होला मैले यति भन्छु है कतिहरू यति भन्दै मैले राखेँ ल 10 केजी भन्दा नबस्ने हो र बाटो चाहिँ यतिको छ होइन केही पनि छैन है यसलाई यतिको छ गाइस के यसमा बस्ने हो दस राम्रो छ नि यो लगाएछ हामी चाहिँ अब यहाँ खानाको हन्टिङमा है सबलाई भोक लागिसक्यो हामी खाना खान्छौँ भनेर खाना खाएको ब्लगहरू आउँछ ल है हामी चल्दिउँ ल त्यही हामी चाहिँ यहाँ खाना खाने ठाउँमा छौँ तास खेल्दैछौँ है विदाउट मनी तास 2 शब्द के बडी भाइ के भन्नु बल्ल तल्लो तलास गरेर यहाँ खाना खाने ठाउँ भेट्यो खाना खान्छौँ यो ठाउँमा आउनु होला तपाईँहरू पनि है यहाँ तास खेल्दैछौँ तास बाँडिसक्यो त तर नि ल हामी तास खेल्छौँ अनि खाना खाएको हेर्छौँ है त्यसरी हेर्नु है त खाना ल है ल एप्स है त एप्स अब एप्स है त एप्स आनेपछि भेटौँला ल लगाएछ हामी आफ्नो रुममा नै आइसक्यौँ है यस्तो छ है ल है अब यस्तो खाना नि खाएर है पल्टिसक्यौँ अब अहिलेसी लगाएछ हामी उठिसक्यौँ है मर्निङ भइसक्यो है यहाँ सक्नुहुन्छ भ्यू हाम्रो रुम चाहिँ 2 सेट अहिले अब अहिले हामी कहाँ निस्किन्छौँ सिधै हेर्नु यस्तो 1 2 3 देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै नाच्यो है तिमी बिनाको जिन्दगानी म कसरी नै त काटौँ है रेलमा चढी म जाने टाढा छाडिए सबै यो संसार आउने दिनको आशा राखी म अघि बढेछु त्यो पारी जिउन फेरि मन लाग्यो ल गाइज है हामी चेकआउट गरेर पनि हामी निस्किसक्यौँ अब हामी घरतर्फ भन्दा पनि चिया खाएर हामी घरतिर लाग्छौँ हामी एकछिन इन्जोय गरेर बसिरहेको ल फोटो सेसन तपाईँहरू स्क्रिनसट लिन सक्नुहुन्छ है आफ्नो फोटो हामीले अलिकति है यसरी छौँ हामी यो घर चाहिँ अब हामीले रेन्ट भन्दा नि हामीले किनिसक्यौँ यो चाहिँ हाम्रो ठाडेको घर हो यो रुम यता देखाइदियो त भिजिट गराइदिउँ यो चाहिँ ठाडेको रुम होइन यो दुईटा अनि विकेशको रुम त्यो थुतीको रुम मेरो माथिको रुम त्यो माथि मेरो नि हो त्यो साइड गरिदिउँ तेरो र मेरो क्या नाक त खाएको छ त कहाँ नाक अहिले त ज्यानै खाएको छ नि यसले त यत्रो यत्रो यसलाई त अङ्कल भन्दा दिन्छ ल ल ढ्याप हान्दै ढ्याप हान्दै त यस्तो लाग्दिनु पनि हुन्छ हामी गएको ल गाइज हामी चिया खाना आइसकेको छौँ मर्निङ टाइम चिया टाइम भ्यूको साथमा कस्तो छ भ्यू मगरकोट है त अब के गर्नु चिया खाएर भेटौँ है त गाइज यस्तो छ है चिया खानु ठाउँ चाहिँ है खाना खानुदेखि भइसक्यो होला अब चिया खानु लाग्यो हामी यहाँ बसेर यस्तो छ भ्यूको साथमा भ्यू चाहिँ यतिको छ है फेरि हेर्न सक्नुहुन्छ है यस्तो भ्यू ल त ठिक छ है त अब अहिले चाहिँ भेटौँ सरी 1 2 3 ल
हामी चाहिँ अब चियासा खाएर हामी यात्रामा लाग्दैछौँ। हो नि हामी लाग्दैछौँ यात्रामा है। चिया खाइसक्यौँ, उता हेर्न सक्नुहुन्छ त्यसलाई है। हाम्रो यहाँ यात्रा सुरु हुँदैछ। यतिको भ्यू देख्न सक्नुहुन्छ हामीसँग बसेपछि। लास्टै चिसो छ। फर्किँदैछौँ होइन। हामी चाहिँ घर फर्किँदैछौँ है। भन्दाखेरि के भन्यो लाग्दैछ के गर्नु त्यस्तै रहेछ। मेरो अर्डर आइसक्यो यहाँ माथिबाट मलाई यहाँ कहाँ आइछ भनेर, त्यही भएर म जाँदैछु। अब केटाहरू घर जान्छ, म आफ्नो भ्लग यति नै मात्र सक्यो है त।